दर्शकबिन छायो खुसीको खबर। अधुरो भगवानपुर कल्याणकोट शिवगढी गोबरडिया हुलाकी सडक खण्ड 35 किलोमिटरको काम धमाधम सुरु हुँदै आज असार 11 गतेबाट बाटोमा पर्ने रुखहरूको हुँदैछ लगत निकाल्ने कार्य। कसरी हुँदैछ त काम, आउनुहोस् हेरौँ। नमस्कार, मेरो नाम प्रतीक प्रधान। म हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तु कुर्सिङ्गे अफिसबाट आज चाहिँ हाम्रो टिमसँग चाहिँ वनको टोलीहरू, हामी प्राविधिक इन्जिनियर सब इन्जिनियर लगायतका टोलीहरू मिलेर हाम्रो यो सडक, हाम्रो जुन यो अब लाग्ने जुन सडक छ हुलाकी राजमार्ग अन्तर्गतको भगवानपुर कल्याणकोट शिवगढी गोबरडिया सडक अन्तर्गत नयाँ बाटो 35 किलोमिटर। त्यसमध्ये हाम्रो चाहिँ यो हाम्रो कार्यालयले हेर्ने 30.8 किलोमिटर, त्यसमध्ये यो कपिलवस्तुमा 20 किलोमिटर र दाङ खण्डमा 10 किलोमिटर हाराहारीमा बाटो निर्माण हुनको लागि सुरुमा चाहिँ अब यो वनको भोगाधिकार लिनुपर्ने र रुख कटानको लागि भनेर यो गणना गर्नुपर्ने, लगत निकाल्नुपर्ने विषयमा अब यहाँ आएका छौँ। अब त्यहीबाट हाम्रो अहिले चाहिँ हामी 1+4 सीमा छौँ हाल, र त्यसको लागि रुखको छपान गर्ने, नम्बरिङहरू गर्ने, कतिवटा पर्दो रहेछ अनुसारले अब कटान प्रक्रिया सुरु गर्ने र ठेक्का चाहिँ यही असार मसान्तमै लगाएर लगभग यो 30 किलोमिटरलाई 2.5-3 वर्ष लागिसकेपछिको खण्डमा लगाउनलाई आज प्रक्रियामा छन्। चाहिँ यो ठेक्का टेन्डरको नोटिस निकाल्ने फेजमा छन्। त्यसको लागि चाहिँ क्लियरेन्सहरू, वनको क्लियरेन्सदेखि लिएर अरू अन्य प्रक्रियाको फेजमा छन्। इस्टिमेटहरू पनि फाइनलाइजको फेजमा छ र असार मसान्तमै ठेक्का लगाएर यसको इभ्यालुएसनहरू गर्दाखेरि, टेक्निकल इभ्यालुएसन, साइन्स इभ्यालुएसन गर्दाखेरि 2-3 महिनाको जति टाइम लाग्न सक्छ। त्यसपछि कन्ट्र्याक्टर छनौट भएर काम प्रोसेस बढाउँदाखेरि 3 महिना 4 महिना भनौँ न, अबको 3-4 महिनामा चाहिँ काम सुरु हुन्छ। लगभग अब यो 2.5 अर्ब जतिको लगभग एस्टिमेट अनुसार 2.5 अर्ब जतिको बजेट हुन्छ। तलमाथि हुनसक्छ, अब फाइनलाइज त भइसकेको छैन। त्यति भयो भने लगभग 2.5-3 वर्षमा चाहिँ यहाँबाट सिधै दाङ सेक्सन निस्किन सकिन्छ। अब यो चाहिँ अब ठ्याक्कै तराई सेक्सन हुलाकी भनेर तराईमा भनिन्थ्यो, तर यसलाई चाहिँ अब यो तुरे रेन्ज खण्डमा पनि पर्ने भएको हुनाले अलिकति थोरै कठिन बी सेक्सन पनि पर्दछ यसमा।